2 नम्बरका कलाकार प्रतिस्पर्धी मित्रहरूलाई यहाँ निम्ताउन गइरहेका छौँ। 2 नम्बरका कलाकार प्रतिस्पर्धा मित्रहरू यस प्रकार रहेका छन्। रेणु गुरुङ भर्सेस मिलन सिंह। हजुरहरू जहाँ हुनुहुन्छ प्लिज यस मञ्चमा उपस्थित भएर आफ्नो कलालाई प्रस्तुति गराइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। यतिखेरको बसाइमा हुनुहुन्थ्यो हामीसँग नम्बर 1 का कलाकार मृत हुनुहुन्थ्यो गोविन्द पौडेलज्यू। हजुरले साथ आफ्नो समयमै साथ पुरा गर्नुभएको छ। निकै एकल भयो भने निकै मिठो प्रस्तुति थियो हजुरको। हजुरलाई विशेष धन्यवाद दिन चाहन्छु। बेस्ट अफ लक भन्न चाहन्छु। शुभकामना पनि दिन चाहे आगामी दिनहरूमा हजुरको यो सुमधुर आवाज हामीले पुनः पनि सुन्न पाऊँ भन्दै हजुरलाई अहिले बेस्ट अफ लक भन्दै छुट्टिने मन नहुँदै पनि समयले हामीलाई छुट्याएको छ। हजुरलाई बाई भन्दै अब भने नम्बर 2 कलाकार मृतहरूलाई निम्ताउनेछौँ। हजुर नमस्ते दर्शन नमस्ते। साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु। पुनः पनि हाम्रो पवित्र मायाजालले आयोजना गर्ने यस खुल्ला लोकतरी प्रतियोगिता बेस निर्णायक मण्डलमा रहनुभएका आदरणीय निर्णायकज्यू, पार्नुभएका सम्पूर्ण अतिथिज्यूहरू अनि सभापति महोदय, यसै कार्यक्रमको आयोजक टिम होल युनिट लगायत सम्पूर्ण प्रतिस्पर्धी कलाकार मित्रहरू अनि कार्यक्रम सञ्चालकज्यू पुनः पनि अनि सम्पूर्ण लोकपालकी मनहरू दर्शन नमस्ते टक्राउँदै जोडिँदा आउनुभएन है। एक्लै भए पनि गाए पक्कै पनि सुनेर मिठो साथ दिनु होला भन्ने पूर्ण आशा लिएका छु। यति भन्दै अहिलेको बसाइबाट बिदा चाहन्छु। हवस् त, नमस्ते। यतिखेरको बसाइमा मेरो सहकर्मी मृत अधुरो लामाजीले निम्ताउनु भएको छ। कलाकार नम्बर 2 का कलाकार मृतहरू हुनुहुन्छ रेणु गुरुङ भर्सेस मिलन सिंह। हजुरहरू कहाँ हुनुहुन्छ पक्कै पनि समयको मध्यनजर गरी गुरुङमा प्रवेश होइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। हजुर दर्शन नमस्ते। पवित्र माया जालले राखेको यो साप्ताहिक कार्यक्रममा रहनुहुने हाम्रा सभापति महोदय, प्रमुख अतिथि मित्रहरू लगायत हाम्रा निर्णायक मण्डलमा रहनुहुने निर्णयजीहरू अनि हाम्रा वरिष्ठ एडमिनजीहरू, सञ्चालक सञ्चालिका जति पनि हुनुहुन्छ सम्पूर्णलाई एकमुष्ट दर्शन नमस्ते भन्दै म रेणु गुरुङ हजुरहरूको माझमा उपस्थिति भएको जानकारी गराउन चाहन्छु है त। हजुर हेलो हाई दर्शन नमस्ते भन्न चाहन्छु। हाम्रो पवित्र मायाजालले राखेको खुल्ला लोक प्रतियोगिता साप्ताहिक प्रोग्रामको आजको सेमिफाइनलको अतिथि निर्णायक मण्डल बस्नुहुने निर्णायक मण्डलज्यू, प्राविधिक मित्र, सञ्चालक सञ्चालिका, विभिन्न ग्रुपबाट पाल्नुहुने सम्पूर्ण वरिष्ठ एडमिनजी, कलाकार लगायत सम्पूर्ण साथीहरूलाई मुष्टम दर्शन नमस्ते, साङ्गीतिक अभिवादन रात्रिकालीन नमस्कार भन्न चाहन्छु। र म विधास र अधिकारबाट उपस्थित भइसकेको जानकारी गर्न चाहन्छु। हजुरहरूमा हजुरहरूको गरिमाय उपस्थितलाई स्वागत गर्न चाहन्छु। अब भने गीतबाट सुरु गर्नु हुन विनम्र अनुरोध गर्न चाहन्छु। कलाकार मित्रहरू हुनुहुन्छ रेणु गुरुङ भर्सेस मिलन सिंह। पक्कै पनि यति बेला उपस्थिति जनाउनु भएको छ रेणु गुरुङ र मिलन सिंह दुवैजनाले। पक्कै पनि अबको बसाइमा गीतबाटै जिन्दगी सुरुवात गर्नुहुन्छ कि भन्ने मलाई विश्वास लाग्दैछ। यति बेला
फाइनलको बसाइ हो र 2 नम्बरका प्रतिस्पर्धी कलाकार मित्रहरू हुनुहुन्छ 7 तुकका 20 मिनेटमा पुरा गर्नुपर्नेछ भन्दै हुनुहुन्छ प्राविधिकका मित्र रास्तामा स्वागत गर्न चाहन्छु यस पवित्र माझाले आयोजन गरेको खुलम खुलम लोकथोरी प्रतियोगिता साप्ताहिक कार्यक्रम मञ्चमा दुवैजना कलाकार मित्रहरू उपस्थित भइसकेको छ। दुवैजनालाई हृदयदेखि नै आभार प्रकटका शब्दहरू टक्राउँदै धन्यवाद र यस कार्यक्रमको मञ्चमा स्वागत गर्दै अबको बसाइ पनि हजुरहरूले गीतबाट नै सुरु गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। यतिखेरको बसाइ पनि हाम्रो प्राविधिक मित्रहरूले हजुरहरूको टाइम सुरु भयो। खपिरहेको छु सुने तरौले मेरी सानो के गर्दैछौ हौले मरुभूमिमा एक्लो भएको छु जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्फिराफी देशमा खपिरहेको छु जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्फिराफी देशमा खपिरहेको छु। हाई हेलो दर्शक नमस्कार। हाम्रो पवित्र मायाजलले राख्नुभएको खुल्लम खुल्ला साप्ताहिक कार्यक्रममा अब तपाईँ रमाइरहनु भएको विभिन्न ठाउँबाट आउनुभएको कलाकार मित्रज्यूहरू विभिन्न ठाउँबाट आउनुभएको एडभेन्चरहरू यसै गरी हाम्रो पवित्र मायाजलले राख्नुभएको खुल्ला खुल्ला साप्ताहिक कार्यक्रमको पानीको पानी दुधको दुध छुट्याउन रहनुहुने हाम्रो जस्मिनज्यूहरू अनि यसै गरी हाम्रो सञ्चालिक चियार सर अनि यसै गरी हाम्रो अधुरो भाइ यसै गरी हाम्रो आयोजक टिमको सम्पूर्ण युनिट सम्पूर्ण साथीहरूलाई म सानो टिमको तर्फबाट दर्शक नमस्कार अनि मोस्ट वेलकम ईश्वर चाहन्छु मुटुभरिको माया नि कस्तो ठाउँमा के काममा फसेछौ मेरो प्यारा के गर्दै बसेछौ एकहरा हुँदै बसेछु कहाँ छौ मेरो प्यारा के गर्दैछन् भनी उनकै पिरमा रुँदै बसेछु कहाँ छन् मेरो प्यारा के गर्दैछन् भनी उनकै पिरमा रुँदै बसेछु। कस्तो ठाउँमा के काममा फसिया छौ मेरो प्यारो के गर्दै बसेका छौ भन्दै हुनुहुन्छ यतिको बसाइमा रेणुजीले। अबको बसाइ पनि पालो हाम्रो प्रतिस्पर्धा मित्रको समयलाई मध्यनजर गरिदिनु न विनम्र अनुरोध गर्न चाहन्छु कलाकार मित्रहरू। मरुभूमि चोकामैमा फसेछु तिम्रै तस्बिर हेरेर बसेछु मरुभूमिमा एक्लो भएको छु जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्फिराफी देशमा खपिरहेको छु कहमैमा फसेछु तिम्रो तस्बिर हेरेर बसेछु मरुभूमिमा एक्लो भएको छु जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्फिराफी देशमा खपिरहेको छु जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्फिराफी देशमा खपिरहेको छु।
मरुभूमिमा छु, काममा फसेछु, तिम्रो तस्बिर हेर्दै म बसेछु भन्दै हुनुहुन्छ निकै सुमधुर आवाजमा यतिखेरको बसाइमा मिलन सिंहजी भर्सेस रेणु गुरुङ हुनुहुन्छ हामीसँग। पक्कै पनि कलाकार मित्रहरू निकै सुमधुर आवाजमा आफ्ना कलाहरू गरा पस्किँदै हुनुहुन्छ। हाम्रो पवित्र माया जालले एउटा सानो अवसर दिएको छ हजुरहरूलाई आफ्नो कलाहरू गला पस्किने। पक्कै पनि मौका नगुमाउनु होला, आफ्नो टाइम अफ नगराउनु होला, पक्कै पनि सबैको मध्यनजर गर्दै अगाडि बढ्नु होला भनेर जानकारी गराउन चाहन्छु यो बसाइमा। कति बसौं तडपेर धरकी बरसलो छिटै घर फर्की एकहरो हुँदै बस्या छु। कहाँ छौ मेरो पियारा के गर्दैछौ भनी उनकै पिरमा रुँदै रुँदै बस्या छु। कहाँ छन् मेरो पियारा के गर्दैछन् भनी उनकै पिरमा रुँदै रुँदै बस्या छु। यति बेला सेमी फाइनलको बसाइमा प्रतिस्पर्धाको दौडानमा विजेताको दावेदार छानिनको निमित्त यति बेला दौडानमा हुनुहुन्छ 2 नम्बरका प्रतिस्पर्धी कलाकार रेणु गुरुङ भर्सेस मिलन सिंह। पक्कै पनि यहाँको अत्यन्तै मिठो प्रतिभा छ, यहाँको प्रतिभाले पक्कै पनि स्थान पाउनेछ। सँगै यहाँलाई म अवगत गराउन चाहन्छु गीत गाउँदाखेरि पक्कै पनि अन्तिम तुक्का दोहोऱ्याउनु होला र फुल गीत गाउनु पर्दैन भनेर पनि यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँलाई जानकारी नभएको भए यहाँलाई यो जानकारी रहोस् पनि भन्न चाहन्छु है। मन थिएन परदेशमा छिर्नलाई पपिसौको आए ऋण तिर्नलाई मरुभूमिमा एक्लो भएको छु। जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्पिरापी देशमा खपिरहेको छु। परदेशमा छिर्नलाई पपिसौको आए ऋण तिर्नलाई मरुभूमिमा एक्लो भएको छु। जता हेर्यो बालुवा छैन कुनै पालुवा हर्पिरापी देशमा खपिरहेको छु। जता हेर्यो